सो फर इक्जाम्पल तपाईँहरूलाई पानी पिउन मन छ अरे, तर तपाईँहरूको ग्लासको साइज यत्रो छ अरे। अब यसमा तपाईँहरूले जति पानी राखे पनि यसले जति कन्टेन गर्न सक्छ, जति अटाउँछ त्यति मात्र पिउन सक्नुहुन्छ। अन्त सो धेरै पानी पिउनु मन छ भने अब तपाईँहरूले तपाईँको ग्लासको साइज ठुलो बनाउनु पऱ्यो नि त। अब यो ग्लासमा जति पानी हाले पनि अट्छ। सिमिलर वेमा हाम्रो लाइफमा अब हामीले कति धेरै कुराहरू खोजिरहेको हुन्छौँ, हामीले अरूबाट माया खोजिरहेको हुन्छौँ, सक्सेस खोजिरहेको हुन्छौँ। अब तपाईँलाई के पाउनु मन छ? इफ तपाईँले आफैभित्र एउटा भेसल क्रिएट गर्न सक्नुभएको छैन, फर इक्जाम्पल तपाईँले माया खोजिरहनु भएको छ राइट लाइफमा, अब तपाईँभित्र हामीभित्र हाम्रो माया अटाउने साइज यत्रो मात्र छ। अब अरू मान्छे हामीलाई माया दिइरहेको पनि छ, तर त्यो के भइरहेछ? हामीले कन्टेन गर्न सकिरहेको छैनौँ नि त। हाम्रो मायाको लागि जुन हामीभित्र एउटा एनर्जी हामीले क्रिएट गरिरहेछौँ त्यसको साइज यत्रो मात्र छ कि। सो त्यो केसमा अरूले हामीलाई एक्स्ट्रा माया दिइरहेछ भने पनि त्यो पोखिरहेछ, हामीले त्यसलाई भने आफूभित्र राख्न सकिरहेछौँ। त्यसको लागि हामीले हाम्रो अब त्यो ग्लासको साइज बढाउनु पऱ्यो नि त। अब हामीभित्रको ग्लासको साइज कसरी बढाउन सक्छौँ भन्दा के कुराले हाम्रो ग्लासको साइज सानो बनाइरहेको हुन्छ? हाम्रो ओन लिमिटिङ बिलिभ्स। हामीलाई लाग्छ हामी मायाको लागि वर्दी छैनौँ, हामी डिजर्भिङ छैनौँ, मसँग यति पैसा छैन त्यही भएर कोही मसँग रिलेसनसिपमा हुन खोज्दैन, or whatever limiting beliefs you are carrying about yourself, त्यसले हामीभित्रको माया होल्ड गर्न सक्ने ग्लास भनौँ or भेसल भनौँ हामीले श्रिङ्क गराइरहेको छौँ, सानो बनाइरहेको छौँ कि। सो जब हामीले त्यो आफूसँग रिलेटेड लिमिटिङ बिलिफ्सहरू हटाउँदै जान्छौँ, नो आई एम वर्दी अफ लभ भन्दा अब यसरी हामीले श्रिङ्क बनाएर यत्रो सानो बनाइरहेको हुन्छौँ नि। अब बिस्तारै के गर्दै जान्छौँ भन्दा त्यो लिमिटिङ बिलिफ एउटा हटाउने बित्तिकै अनि अलिकति एक्सप्यान्ड हुन्छ। ओके, आई एम वर्दी अफ लभ, या आई एम डिजर्भिङ अफ लभ भनेर त्यो गर्दै गएपछि अब भेसलभित्रको एक्सप्यान्ड हुँदै जान्छ अनि हामीले हाम्रो माया अटाउन सक्ने ग्लास यत्रो ठुलो बनाउँछौँ। सो अब आफै सोध्नुहोस् आफूलाई, मैले के आफ्नो लागि लिमिटिङ बिलिफ्स क्यारी गरिरहेको छु जसले गर्दा मैले आफूले नै त्यो जुन माया मैले पाउनु पर्ने हो त्यसलाई ब्लक गरिरहेको छु। यति धेरै नेगेटिभ बिलिफ्सहरू आउन स्टार्ट गर्छ जब हामी आफूसँग बसेर आफूले क्वेसन गर्न स्टार्ट गर्छ। ओके, म त सानोदेखि जस्ट बिकज अब भनौँ ब्रेकअप भएको छ भने पहिलाको पार्टनरले त्यो माया दिन सकेन भने अब हामीलाई के हुन्छ, लाइक त्यो फियर अझै हुन्छ नि, लाइक मै लभेबल छैन कि, मैभित्र कमी छ कि, त्यस्तो नेगेटिभ थट आउने राइट हुन्छ कि। तर बिस्तारै त्यसलाई हटाउँदै जाने त्यसपछि हामीले त्यसलाई क्लियर गर्दै गएपछि हामी यसरी श्रिङ्क भएको त्यसलाई यसरी एक्सप्यान्ड गरिसकेपछि बल्ल अरूले हामीलाई माया दिइरहेको छ भने पनि अब हामीले के गरिसक्यौँ, वाउ अटाउन सक्ने हाम्रो एउटा जग एउटा ग्लास क्रिएट गरिसक्यौँ नि त। पहिला त हामी यत्रो सानोमा अड्किरहेको थियौँ, यसमा त कति नै अट्छ, अरूले एक्स्ट्रा माया दिइरहेको छ, हामीले यसमा एक्स्ट्रा पानी हालिरहेको छौँ भने पनि त्यो पोखिन्छ किनकि कन्टेनै गर्न सक्दैन नि त यो सानो ग्लासले। तर जब हामी हाम्रो ग्लासलाई ठुलो बनाउँदै जान्छ हाम्रो के रहेछ चाहिँ नि, मैले आफ्नो बारेमा के नेगेटिभ बिलिफ क्यारी गरिरहेको रहेछु, किन क्यारी गरिरहेको रहेछु भनेर त्यसलाई हटाउँदै गएपछि हाम्रो यत्रो सानो श्रिङ्क गरिरहेको लाइट एक्सप्यान्ड ठुलो हुँदै गएपछि बल्ल हामीले अरूले दिइरहेको माया कन्टेन गर्न सक्छौँ कि। सो यस, हाम्रो बडी नै एउटा भेसल हो, के कुरा कति मात्रामा अटाउने अरू हटाउने हामीमै डिपेन्ड गर्छ। सो स्टार्ट रिलिजिङ यो लिमिटिङ नेगेटिभ बिलिफ्स अबाउट योरसेल्फ अनि त्यसपछि आफ्नो भेसललाई एक्सप्यान्ड गरेपछि अब तपाईँभित्र एउटा नयाँ स्पेस क्रिएट हुन्छ। जति हामीले त्यो नेगेटिभ थट प्याटर्न के नट अहिलेदेखिको सानोदेखिकै अब अरूले हामीलाई हर्ट गरिरहेको छ के गरिरहेको छ त्यो हामीले कस्तो आफैभित्र यसरी सप्रेस गरिरहेको छौँ कि उसले मलाई त्यस्तो गरेको थियो त्यही भएर आइ एम नट वर्दी अफ लभ अर वाट एभर के स्टोर गरिरहेको हुन्छ नि त भित्र। हाम्रो बिन जसरी हाम्रो बडीलाई युज गरिरहेको हुन्छ सबै नेगेटिभ थट त्यसपछि त के कस्तो यकीवाला एनर्जी क्यारी गरिरहेको छ। तर बिस्तारै अब त्यो हटाउँदै गएपछि हटाउँदै गएपछि हाम्रो एनर्जी एक्सप्यान्डेड हुँदै गएपछि बल्ल अब
हाम्रो बडीमा हामी नयाँ स्पेस क्रिएट गऱ्यौँ नि त, नयाँ एनर्जी फ्लो हुनको लागि हामीले हाम्रो एनर्जी के गर्दै जान्छौँ अब यो सानो ग्लासबाट पुरै हटाउँदै 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 नेगेटिभ बिलिफ्सहरू हटाउँदै गएर एक्सप्यान्ड गर्दै गएर अब यत्रो ठुलो बनाइसकेपछि यो भित्र नयाँ एनर्जीहरू, नयाँ लभ, नयाँ सक्सेस, नयाँ फाइनेन्सियल फ्लोहरू आउन स्टार्ट गर्दै जान्छ. So start releasing all your negative self